आज मैले बिहान खाजामा बनाएको थिएँ आलुदम थुक्पा एकदमै टेस्टी अनि स्वादिष्ट भएको थियो। बनाउनु पनि एकदमै सजिलो छ। यसको लागि चाहिँ मैले यहाँनिर 2-3वटा आलुलाई धोएर काटेर चाहिँ कुकरमा हालेर चुलामा बसाइदिएर अर्कोपट्टि चाहिँ फेरि एउटा सानो कराई लिएर 2टा टमाटर अनि 4-5वटा सुकेको रातो खोर्सानी हालेर बसाएँ। एकपट्टि चाहिँ आलुलाई पकाउँदै थिएँ भने अर्कोमा चाहिँ मैले यो टमाटर र खोर्सानीलाई उसिन्दै थिएँ। अब चाहिँ यो यति बेला पाकिसकेको छ र यसको आगो निभाइदिएँ। आलु पनि पाकिसकेको छ र यसको सबै सिटी निस्केर ग्यास निस्केर गएपछि चाहिँ मैले यसलाई कुकरबाट निकालेँ र अब यसको बोक्राहरू छिलेर चाहिँ यसलाई मसिनो गरेर काट्छु। अब त्यसपछि चाहिँ यो टमाटर र खोर्सानीलाई पनि मिक्सरमा हालेर मैले यसरी पिसेको छु। त्यसपछि चाहिँ कराई बसाएँ र कराई तातेपछि तेल हालेँ। तेल तातेपछि चाहिँ मैले यहाँनिर सानो चम्चीको आधी चम्ची कालो जिरालाई हालेँ भने अलिकति हल्दीलाई पनि हालेको छु। अब यो कालो जिरा र हल्दीलाई तेलमा यसरी चलाइसकेपछि चाहिँ यो जुन चाहिँ रातो खोर्सानी र टमाटर पिसेको थिएँ यसलाई मैले हालिदिएँ र बटुकामा अलिकति रहेको हुन्छ त्यसमा अझै पानी थपेर चाहिँ मैले यसमा हालिदिएँ। अब चाहिँ यसलाई यहाँनिर उम्लिनु दिनुपर्छ एकछिन र मलाई चाहिँ अझै एकदमै पिरो खालको खान मन लागेको थियो र अझै मैले माथिबाट रातो खोर्सानीको धुलो हालिदिएँ र अर्कोपट्टि चाहिँ पानी बसाएको थिएँ कराईमा। पानी जब उम्लिनु थाल्छ तब चाहिँ मैले यो थुक्पालाई लगाइदिएँ र यो उम्लिनु थालेपछि चाहिँ यो उसिनेको आलुलाई काटेको थिएँ यसलाई मैले लगाएँ र अब यसलाई मजाले चलाएपछि चाहिँ फेरि ढकनी लगाएर चाहिँ मैले यसलाई छोपेर 3-4 मिनट चाहिँ पकाएँ ताकि यसको जुन चाहिँ ग्रेभी छ मसाला मजाले आलुसँग चाहिँ लटपटी होस् भनेर र ढकनी खोलिसकेपछि चाहिँ मैले यसलाई हल्का म्यास पनि गरेको छु र मलाई चाहिँ आलु अलिक एकदम सुक्खा चाहिँ होइन अलिक ग्रेभी प्रकारको तर एकदमै झोल पनि होइन त्यो प्रकारको मन परेको थियो र मैले पानी थपेँ। अनि जब यो उम्लिनु थाल्छ तब चाहिँ अलिकति अजिनामोटो पनि हालेँ। यसले चाहिँ एकदम स्वादिलो एकदमै टेस्टी बनेर चाहिँ तयार हुन्छ। अजिनामोटो मन पर्दैन भने चाहिँ नहाल्दा पनि हुन्छ र यति बेला चाहिँ अब यो नुडल्स थुक्पा पनि मजाले पर्फेक्ट पाकेको चाहिँ थियो। यसलाई बेसी पनि पकाउनु हुँदैन फेरि। अब चाहिँ म यसको पानी तारेर यसलाई 1-2 पल्ट धुन्छु र रेडी हुन्छ। अब चाहिँ यो धोइसकेको छु र खानुको लागि मैले एउटा सानो बोलमा यसलाई यहाँनिर लगाउँदैछु। अब यति बेला चाहिँ मैले यो हालिसकेको छु र माथिबाट चाहिँ यो आलुदमलाई मैले लगाइदिएँ। आलुदम भन्दा एकदमै सुक्खा चाहिँ बनाएको छुइनँ। त्यसपछि माथिबाट अलिकति काटेको प्याज, हरियो खोर्सानी अनि अलिकति धनिया पत्ता यति